भागी खपर जता गयो ठक्कर बिहानदेखि बेलुकीसम्म लगाइयो चक्कर काम केही पाइँदैन भयो है जोकर काम केही पाइँदैन भयो है जोकर के आयो कस्तो आयो जमाना यो बेला पैसा नभए गर्छ सबले हामीलाई हेला यो गरे ओ गरे त्यो गरे पैसा 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 भन्दा भन्दै गयो मेरो पैसा Look at me guys भने दाइले पाको बेची कार चढ्न थाले आफ्नो बाजै बेच्दिनन् घरको रातो भाले जताततै देखाइदिन्छन् मिठो आँसु मात्र कति हेर्नु यो समाजमा घटिरहेको जात्रा कति हेर्नु यो समाजमा घटिरहेको जात्रा अरे भगवान हेरे यसको मोबाइल जात्रा जहिले पनि मोबाइल खेलाएर बस्छ कहिले उहाँ सराएर भिनाजु आउँदै हुनुहुन्छ अरे अब भिनाजुले मलाई के गर्दै सार्नु छ पहिला लिन जाने केही ल्याइदिया होला नि जा रञ्जन हुन्छ भिनालाई त उतै छोडेर आउनु भने हेर यसको बुद्धि जा त्यहाँ मोबाइल दिनु परेछ नि खुर्किनु जा लिएर आइज नि तिमीलाई कति पर्यो हेरे क्या ल चौका पर्यो तँलाई काट्यो मैले यता 1 2 3 4 यो यहाँ लैजा त एउटा त छोरा यस्तै गर्छ भनेको काटेको छैन कहाँ खोइसक्यो यहाँ पो आएर लुडो खेल्छ मुडा अब के गर्नु भिनालाई लिन जानुपर्ने छ अब यिनीहरूसँगै मागेर फकाइ फुले गरेर भने नि बाइक लिएर जानु पर्यो भिनालाई लिन एकचोटि दाइको कुरा सुनेर पनि मलाई त मनै नलाग्छ भनेको पन्डे गोकर्णे दाइ आइरहनु छ बाला के बाला अब हेर्दै जानु म आउँदैछ ए चेरिका आजै मैले तँसँग हार्नु परेको तँलाई दिनलाई 20 रुपियाँ छैन त मसँग त्यो भक्तपुरको जग्गा बेच्यो भने त 5.5 करोड आउँछ नि तर अहिले छैन म त आफै देखेर यस्तो रिस उठ्छ नि मलाई त यो ढिङ्गाले यस्तो हानेर मरु जस्तो लाग्छ के गर्ने होला त फेरि पन्डा दाइ के 2 रुपियाँको कुरा गरे के बाजीको कुरा गरे सरी दा के गरेको रे म त अहिले चाहिन्छ 2 रुपियाँ नराम्रो मारियो मेरो तेरी दाइले 20 रुपियाँ पैसाको लागि टिटी गरेर म दिन्छु 20 रुपियाँ तर एउटा कुरो यो छोरो त मेरो छोरो हुन जानु आज रे तर छोरो लिन जानु पर्यो त्यो हाम्रो दाइ आज मलाई दिनुपर्छ हुन्छ पहिला पैसा दिनु कहाँ पर्यो फेरि कुन चाहिँ अन्त कुन चाहिँ 20 रुपियाँ यो त्यही ल अब दिनुपर्छ नि गोकर्णे दाइ पनि तपाईँको भिनाजु हाम्रो भिनाजु होइन बरु हामी सबैजना गएर लिन जाउँ हुँदैन म त ज्यान जाला दिने मेरो बाइक त ल एक टोलीको पन्ना गाडी दाइ गोकर्णेको भिनाजु हाम्रो भिनाजु होइन हाम्रो भिनाजु बनाएर पनि हुँदैन भन्ने हो र दिउँ एक दिनको लागि हुन्छ हो तैँले पनि कर गरिस् है यसको अनुहार हेर्दा पनि मलाई दिउँ जस्तो लागिरहेछ जाउँ त हो त बाइक पर्दैन बाइक यहाँ चलिरहेको छ आइज चलिरहेको छ झन् सजिलो होइन नि तर जाने आइज ल आइज बाइक पनि मै चलाउँछु है आमा झुले पारेर मरेर त ल बस कहिले चला बाइकमा म चलाउँछु म भिनाजीको अघितिर मैले छानिदिनु परेन म चलाउँछु बाइक पनि दिनु छ अझ ल चला मर तैँले छानिदिनु परेन कसले देख्यो त राम्रो ल्याएको राम्रो छिटा चला भन्न बिचारी यो डाइहरू खाली झडामाडै गइरहेको छ भनेको ल पछि बस चढ्दै जाँदैन अनि किन झर्दैन जहिले यसरी गर्छ भनेको यो डाइहरू ल
I'm determined to Hadri. रामकुमार छात्रीको भाइ नमस्ते विनाजु नमस्ते म केटोलाई यत्रो फोटोमा देखेको थिएँ अहिले त हलक्क बढेछ दाँत पनि बढाएछ केटोले बाबा हेरी कहाँ कुरा गरेर बसेको बस विनाजु तर त एकदम विनाजले तरुन्दैन पहिले कहाँ हुँदैन म हेर जानु सक्दैन म बाइक छोड्नु छोड्दिनँ म अहिले म झुम्लामा हामीले थप्पड फुटाइदिन्छ विनाजले तरुन्दै म त हुँदैन म त हेर्दिनँ म त खानु उडिनँ बुद्धहरू जहिले मलाई मात्रै उडाल्यो भनेको तुले बाबु तुले हजुर अहिले तलमा चाउल दिनुहुन्थ्यो बुद्धहरू झट्टै हेर्नु गर्ने भने मलाई त भिडियो उडेर आउनु भने ल विनाज तरुन त को विनाजी बिमारी त मलाई बुझाउनु होला अनि मेरो कमाना तरुन बाइक चढ्नु भन्दा मान्नु छैन अब हिँडेर आउनु ल भनेको बिमारी यी सालाहरू मलाई हेर्न आयो कि लिन आएको पत्ता पाइन् यत्रो हिँडिसके अझै कहाँसम्म हिँड्नु पर्ने थाहा छैन जानु परिहाल्यो हिँड भाइ हिँड केटो हिँड के भन्छ यसले यसको कुरा बुझ्दा पनि मलाई त यो गोकर्णको इज्जत छैन इज्जत छ गोकर्णको टन्नै इज्जत अनि यो गोकर्णको इज्जतको लागि पनि गोकर्ण नाक र दाँतको इज्जतको लागि पनि तिमीले आज यो बाइक यो गोकर्णको हो भन्ने भन्न सक्दिन्छौ किन भने रे यो हामी तिनैजना मिलेर किनेको होइन मलाई भन्नु न त्यही त हो के हो मलाई त यो बाइक सही चाहिँदैन मलाई सडकको यो बाइकमा परेको मेरो पैसा फिर्ता लाग्छ पैसा भन्ने बित्तिकै कहाँबाट मलाई पैसा फिर्ता घर गएपछि भिनाजुलाई यो जोसर कुमार खर्चिने 2000 रुपियाँ दाम हालेर उसैले किने हो भनेर भिनालाई आग्लाउनु पर्छ है भिनारु त आउनु हुन्न र त्यसले मारिदिनु पर्ने जस्तो क्या जेसीमा आइहाल्नु हुन्छ नि यत्रो बाटो आउनेछ यहाँ उयो त अलिक छिटो आउनु नि भिनाजु एकचेरिका यहाँ ढिलो भइसक्यो कति टाढो छ अझै है है पछिसिन टबल टोसो छिटो आउनु नभन्नु न बिचरा भिनाजुलाई खुट्टा दुइसक्यो होला ल आउनु भयो भिनाजु अब के गर्ने ओर्नु तेनी ए म ओर्दिनु पर्यो बुझ्नु ल विनाजीको खुट्टै दुखो होला है छैन दुखेको घर कहाँ त हो तेरीको अझै टाढो त कहाँ पर पुग्नुपर्छ बस्नु आनन्दले हर्र जानु यो त बाइक राख्ने घर हो हाम्रो घर त अझै 2 किलोमा हाँसिएको छ जुत्ता यो नरिसेर ल्याउनु आइम सरी सरी जाम पानी भाइ राख्नु पर्ने राम्रोसँग हेलिकप्टर क्या आयो कति टाइम लाउँछ फेरि बिनाजु जाउँ आइया के
रिसाइराखेको छ अड्किन्छ नपान्छ हिँड्नु मिल्दैन यो काली भन्छु यो हाम्रो एकदम माया गर्ने भन्छु दुर्गाले हामीलाई पल्ल एकछिन जुत्तै खुस गर्यो मेरो ल एउटा भने बिडालाई ए बाहिर को हल्ला गर्ने हो ओहो जय साहब ढोकने है हजुरलाई ढोकने अनि बाटोमा गाह्रो साह्रो चाहिँ केही भएन गाह्रो त फोटक्कै एक छिटी पनि टाढो भयो नि बरु यसरी उभिराख्यो भने चाहिँ टाढो हुनसक्छ बरु सडकको भित्र लगाएर आराम गराउनु त लगिहाल्छ नि त लगिहाल आउनु आउनु जय साहब भित्रै जा कसै चुरो मिलाइ मैले जो जहिले खोइ पचौरा मासु खोइ जहिले अब दाइले देऊ सामान यहाँ त कसैकै नभएको भिनाइल जस्तो भिनाइललाई चाहिँ एक कचौरो मासु दिएपछि चाहिँ मलाई चाहिँ दुईवटा फिर्का दिएछ त्यो चाहिँ अब दुईवटा फिर्का मासु त मेरो दाँतमै हराउँछ अब यो मासु मैले कसरी खाने होला आइडिया मैले तिमीले नै भनेन बा सबैजनाले बराबर भाग लाएर खानुपर्छ भनेर हेत्तेरिका गोकर्णे भिनाजु भनेको हाम्रो पाहुना होइन पाहुनालाई विशेष सम्मान गर्नु पर्दैन त्यही भएर बढी मासु दिएको के ए हुन्छ है मलाई त थाहै छैन हो त्यसो भए तपाईँ खानु कति खानु मलाई त खानु लु मासु ल खाने बाबु बाबु मलाई तिम्रो धेरै माया लाग्छ प्लिज तिमी नै खाऊ ल सबै खाऊ हुन्छ भइहाल्छ नि बिना मासु चाहिँ म 3 लाख नै खान सक्छु यो मलाई 1 किलो चाहिँ के हो दाँतले गर्दा मासु खान नै अप्ठ्यारो भएको छ क्या मलाई कस्तो चाहिँ छोरो जन्माएको होला बिस्तारै खा बिस्तारै खा दिन ता दिन ता दिन 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 ता ता किट 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 ता किट दिन ता किट ता किट ता किट ता किट ता किट दिन किट बाबु साला बाबु गोकर्ण साला बाबु साला बाबु साला बाबु पिसा फेर जाऊ न मलाई पिसा लाग्यो ए केरीले कति डिस्टर्ब गरेको यो बिनाले कति आनन्दले एक्लै सुत्ने खाटमा ल्याएर झन् आज होस् भनेर सुताएको गर त कति डिस्टर्ब गरेँ मलाई चाहिँ पिछा फेर जानको डरले आफू यहाँ रोकेर राखिरहेको छु यहाँ त बाहिर जानु हुँदैन चिसो आउँछ भाइ आउँछ त्यो भालु आउँछ त्यति मात्रै हो राँकै बुझाउने तर्साउने त्यही डरले आफू करेज नगरेर चाहिँ झ्यालबाटै पिछा फेर्ने गरेछु कति डिस्टर्ब गरेँ अहिले फिनान्सियल नमनी कुरो निलाम फुट्ने गरी हानिदिन्छु अनि तपाईँ त्यसै गर्नु म त सुचेँ होटेलभरि मेरो बानी चाहिँ असाध्यै खराब
झ्यालपट्टि तकिया राखेर नसुतिकन निन्द्रै नलाग्यो। दिन जब झ्याला यसरी तकिया राखेर सुतेपछि सरर त्यो झ्यालबाट आएको हावा स्वर्गीय आनन्द क्या, स्वर्गीय। तर हिजो राति के भयो थाहा छ? के भयो? अरे मेरो छोरो त्यो गोकर्णे डाँका यसो आँखा लागे मात्रै के थियो, यी नाकैको छेउबाट गनाउने पानी धारा माथिबाट पिसाब फेर्थ्यो। रात परेपछि त त्यो टोयलेट ज्यान गए पनि नजाने, कस्तो डर छेरुवा भने पनि हाम्रो भिनाजुडा बोगने आउनुभयो। सुन्नु न सुन्नु, ए बाला बाला क्या बाला एकदम राम्रो कुरो गर तैँले। गोकर्णे तैँले हाम्रो भिनाजुलाई त्यो हाम्रो गाउँको कुना कन्टरा पाखाहरूमा सबैतिर घुमाइदियो। अनि गोकर्णे नै हाम्रो गाउँको त्यो कलरहरू छ नि, कलरहरूलाई पनि भेटाउनु भयो क्या हो? कति बोला राम 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 बोल्दा बोल्दै तलबाट पनि बोल्ला जस्तो गर्छन् है गाँठे। अलिकति नम्र भएर आदर भएर बोल्न सकिँदैन आफू न ठुला बडाएर। म जान्दैन भनी जस्तो त तिमीहरू हात्तीबाट सिका तिमीहरूले एउटा हुन्छ नि। मेरै घुम पर्ने ठाउँ सबै घुमाइसक्यो होइन भिनाजु? ओए गोकर्णे डाँका, तँलाई मैले कति भन्नु झ्यालबाट पिसाब नफेर भनेर। हिजो राति त मेरो नाकैबाट गयो नि धारो। के बोला बालु? यही दिन पो हुन्छ, 2 दिन पो हुन्छ, सँगसँगै घरि मैले पिसाब फेर हुन्छ। कुरो सुन्दा मेरो रिस झनक्कसँगले हिजो त यो भिनाजुले पिसाब फेरे। भिनाजुले पिसाब आयो भनेर छुट्या मान्छेलाई चिचिच गरिरहेको। अब कहाँको टोयलेट लानु? मेरो बालु झ्यालबाट सुइगाइदियो भने त बुढाले त नआउने, झ्यालबाट त डराएर सुइगाइसक्यो। भिनाजुले पनि नराम्रोसँग दिएको रहेछ नि त, त्यही भएर त हाम्रो पाको नाकबाट मान्छेको घरमा बिहा गरिकन ज्वाइँ आउँदैछ, आफ्नो भने बुढी कन्या बस्नु भयो। बस्छु त बा, छोराहरू कुरा केही पनि थाहा छैन। छोरा भएर जन्मेको भए आधी अंश खाएर बस्थे, छोरी भएर के भयो र? आधी अंश खाने हो, यही घरमा राज गरेर बसिन्छ। यो जुनीमा चाहिँ बेसेको कुरा नगर्नु भा। अब आफै छोरी जन्माउने अनि जय बोलाउने होइन, के सोचिरहनु भयो? अब यो उमेरमा आयो कसरी अर्को छोरी पाउने भनेर सोचिरहनु। यहाँ आइज न। अब ज्वाइँ यत्रो वर्षमा घर आउनुभयो, यो पैसा लिन एउटा गजबको घोटले खसी लिएर आइज। खसी काटेर खुवाउनु पर्यो ज्वाइँले। 10,000 छ। 10,000 मैले गने तँलाई बन्न पर्ने पुरै 10,000 छ। हेर नि त्यो अब के गर्नु? अब पैसामा त आफ्नो बाबामा त्यो पनि विश्वास हुँदैन। क्या छिर्जा गजबको ल्याएर खसी नचिन्न त्यो कलिले छ क्या। त्यही भने माइली आमाले मार्दिन अरूले यत्रो मुगेर लगाएर कि किन लाएर स्कुटी चाहियो मलाई। दाइले भनेपछि मान्नु पर्दैन है। यो लोक कुटी चलेको त्यही मान्दैन क्या। ठिक छ अब मसँग यहाँ 5,000 रुपियाँ छ है। यसले देखाउनु ल मैले खसी ल्यायो है। खसी मासु मिसो हुन्छ। जस्तो भयो नि हुन्छ, म ल्याउँछु ल, मेरो जिम्मेवारी भयो भनेको बुझ्दैन त क्या। खसी चाहिँ देखाउनु नि ल्याउनु। त ल्याउँछु भएन ल, त जाँदै गर्नु ल। ओ तिमीले के यहाँ आइज आउने न। म अघि तैँले कुटेर मलाई होइन, मलाई अहिले त्यहाँ फेरि कुट्छु नि म। गाईलाई त भन्छ रिसको झोङमा भनेको ल। ठिकै छ है। यस्तो एकदम गम्भीर कुरो आयो है, मलाई प्रस्ताव आयो क्या। के कुरा? यो हाम्रो गोकर्णेको भिलाज छैन, साबुने कागजले चाहिँ खसी ल्याएर खुवाउने भन्ने इच्छा जाहेर गर्यो है।
त्यही भएर चाहिँ मलाई सबै जिम्मा दियो कि खर्च पनि म आफै गरिरहेछु मेरो खर्चबाट उहाँलाई खसीको मासु खुवाउने भयो मैले भनेर तपाईँ चाहिँ एउटा के भन्छ नि म 1 2 3 4 5 6 ल मेरो तर्फबाट यो 3000 को दामी खसी लिएर आइज त मैले खर्च गरेको हो हेटेडिया यो दाइहरू बौलाइ क्या हो 3000 लिएर देख मैले खसी लिएर भन्दा कहाँ ल्याउने होला आइडिया सरी नि त के किसिम गरेको किन यहाँ परिवार बसेको त खसी लिएर आइज छिटो ल जखमाले पोको खाने मलाई हातले कसले लिएर आउनु पर्छ 3000 दिएर जखमाले पोको लिएर भने हैन त मलाई अब जखमाले पोको खाने हो गस त केटा खसी छैन मेरो खसी मेरो परान ससुरालीले दिएको दसैँमा तर मम्मीले गुहाम गल खामला भनेको बुढी कुलजाले छोरा लिएर गयो त्यसलाई मैले 7 गाउँ खोजेर भाजी पाटा खोजेर हाल्छु खसी खोजेर ल्याउँछु बुढी दासी मेरो बुढी दासी कहिले ल्यायो कहिले तपाईँले मेरो खसी कसैले लिएर गएको देख्नु भएको थियो कुन त्यो सेतो र खैरो रङको खसी हो त्यही हो त्यो खसी त त्यो कुलेले काँधामा बोकेर मोकर्नेको घरतिर जाँदै थियो त माथि लिएर जाँदै थियो होइन थाहा हो त्यही चोरलाई थाहा छ मलाई के गर्नु नमस्कार तल्लाई चोर तल्लाई पक्राइ यहाँबाट बल्ने बल्दैन मात्रै बाल्न सकिन्छ तेरो मुन्टे हाल्न अनि बस्छ झरसँगले मान्छे क्या मुनमा हार्ने खसी कति हार्नेको रहेछ भने नाउँदै भुल्याइदिएर मर जे होस् खसी चाहिँ मजाको मोटै ल्याएछ अब यो खसीले चेत काँचेर त्यसको बोसमा झोला हालेर चुहाएर छप्रै मासु खानुपर्छ अनि यसको ह्याकुले चाहिँ म पोलेर खान्छु ह्याकुले पोलेर खाँदा कम मजा आउँछ हे के रे यिनीहरूको कुरा सुन्दा पनि मलाई त भित्ताम गरेर ग्याङ 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 टाउको ठोक्कार मरु जस्तो लाग्छ भनेको खसीको मासु खाएर नि कहीँ मजा आउँछ त मजा आउनलाई के गर्नुपर्छ भन्ने कुरो हामीलाई सोध् न हेर यो खसीको कानलाई छुट्टै पोलेर नुन खुर्सानीसँग यस्तो गरी मोल्नुपर्छ त्यसको अन्डा भुरी अनि भित्री अंशहरू हुन्छ नि कलिजो मुचु मृगौलालाई एक ठाउँमा छुट्टै फ्राई गर्नुपर्छ अनि यसको पक्कु पनि बनाउनु पर्छ यसको पछाडिको भागहरू जति पनि हुन्छ नि त्यो सबै छुट्टै छुट्टै भुट्नुपर्छ अनि टक्क केसँग खानुपर्छ भने त्यो न्याउरी वासा हुन्छ नि यस्तो त्योसँग खानुपर्छ हुट्टे क्या हुट्टे के हुट्यो नि हुट्टे भनेको यस्तो खाइसकेपछि यता उता हुट्याउँछ नि त्यसलाई हुट्टे भन्छ क्या हे टेडीका यो दाइहरू पनि कति किचित गर्ने आउने छिटो काटेर खाइहालौँ न अहिले ढिला भयो भनेदेखि यो खसी पनि खान पाइँदैन क्या ए पुले नहतारिन त बिस्तारै पानी तता आरामले सफासित बनाउने हो खाने हो क्या टेडीका काका त्यस्तो होइन क्या अहिले यो खसी भागो भनेदेखि खान पाइन्छ भाग्यो भने समातेर ल्याउँला नि मागेर ल्याएको खसी हो र खनखनी 10,000 तिरेर ल्याएको पो त जैसा गाउँको खसी भनेको गाउँकै खसी कति स्वादिष्ट हुन्छ भने नि गाउँको जडीबुटी खाएर हुर्किएको खसी असाध्यै मिठो रहेछ सरा त खसी भनेर बुढी बाख्री काटेर दिन्छन् रे त्यस्तै सुनिन्छ रहेछ अब यो खसीलाई काटेर यसलाई तातो पानीमा चोबलेर गिलासले फ्रस पारेर खुइलेर सेतो पारेर फेरि बेसार ल्याएर पहिला पारेर डढेर टुक्रा टुक्रा पारेर काटेर यसलाई लएर खुइचेर खानुपर्छ अब तँलाई चोर अब यसलाई काट्दियो भने तँलाई काट्दियो तँलाई खुइलाउँदियो होइन भनमान्छे ढाका
मैले मेरै घरमा आएर मेरो निजी मामलामा हस्तक्षेप गरेर मेरै छोरालाई कुट्छस् कहिले खोजे के खसी खोजे मैले अर्काले किला बालेर राखेको खसीलाई दिनदारै चोरा लिएर आएर हजुर नखोज्ने तिमीलाई चोरा सट्टाहरू कसलाई चोर भनिस् तैँले मैले 10,000 खनी गनेर गोकर्णेलाई लिन पठाएको खसी हो मैले कहाँ खसी किनेर ल्याऊ त मैले त यहाँ 15,000 रुपियाँ दाम दिएर खसी किनेर लिएर आएको भने होइन हो यसले मलाई 5,000 रुपियाँ दिएको थियो है त्यो 5,000 बाट पनि मैले 3,000 दिएर कुलेलाई खसी किन्न पठाएको मैले हे टेडीका यो ड्राइभर सधैँ मलाई फसाउँछ भने 3,000 दिएर यत्रो जग्गामाले खसी लिएर भनेर मैले कहाँबाट लिएर त्यही भएर मैले भरमासे काकाको चोरै ल्याइदियो होइन अब देखि मैले पहिल्यै भनेको थिएँ नि यसमा तिनीहरू सबैको मिलो मात्र छ तिमीलाई चोरा सन्तानहरू एकछिन भटमासे काका के हो यत्रो जात्रा तपाईँहरूको सुन्नुहोस् यसरी झगडा गरेर तपाईँहरूको समस्याको समाधान हुँदैन बरु भन्नुहोस् मलाई तपाईँको खसीको मूल्य कति हो म दिन्छु 15,000 अब ज्वाइँ साहबले दिनुहुन्छ भने 15,000 होइन 16,000 फालिदिनुहोस् यो किचकेको मुखा दिनुहोस् तपाईँ खसीको हैट थाहा भयो ठुक्क लाग्नु भएकाहरू गाउँलाई त ठग्यो कता लगाएको कतै ज्वाइँलाई पनि ठग्यो होइन ठुक्क मैले के गरेँ यस्तो ओहो अतिथि भनेका त पाहुना हुन् पाहुना भनेका हाम्रा देउता हुन् त्यसैमाथि ज्वाइँचेलाको मन दुखाइयो भने त कुलले पनि सराप्छन् ओहो आखिर साबुनेका ज्वाइँ भनेका त मेरा पनि त ज्वाइँ हुन् नि मैले यस्तो गर्नु हुँदैन मैले यो पैसा फिर्ता दिनै पर्छ जय साहब के भयो तपाईँलाई खसीको मूल्य पुगेन होइन लिनुहोस् हजुरको पैसा जय साहब हजुरहरूको पैसा लिनु चित्त दुखाउनु हाम्रो संस्कृतिले दिँदैन हाम्रो संस्कारले दिँदैन जय चेला भनेका त भगवान विष्णुका स्वरूप हुन् हाम्रा देवता हुन् जय साहब माफ गर्ने भट्टासे काका बाले दिया 10,000 मा मैले 5,000 राखेर 5,000 यिनीहरूलाई दिएपछि मसँग 5,000 यहाँ छ यी कुले पनि 5,000 ले तैँले मलाई 5,000 दिएको हो है यसलाई मैले 3,000 दिएँ 2,000 छ ल गोकर्णे नै मलाई त अब पन्ना राईले 3,000 दिएको हो अब चोर्न जाँदाखेरि 500 रुपियाँ खर्च भइहाल्यो मसँग त अब यति बाहिर चाहिँ यति नै हो लिनु जति भयो नि अब यहाँ छ हामीलाई माफ गर्नु हजुरको खसी हामीले ल्यायो हजुरको पैसा खसीको पैसा हजुर लानु ल पैसा पनि मेरै हो खसी पनि मेरै हो ल छोड खसी पनि लाने भनेर भनौँला नि म त्यसो गरौँला त ल खसी खाऊ मोज गर ल जय नमस्कार ए भटमासे भरे त पनि आइयो है भोज खानलाई ल फेरि पानी तताऊ ल तताइहाल तपाईँ त्यहाँबाट आनन्दले बढ्नु हामी गर्छौँ सबै गरिहाल्नु बस्नु राम्रोसित गर्नु यो पनि ल्याएर ए नचला न आफ्नो हात हात सक्छ गोकर्णे नै कति बोल्यो रहेछ त्यो भट्टासे आफ्नो यहाँ 300 रुपियाँको गन्जी कस्तो चुडाएर मरै गएको तर हेर्नु दाइ जे हो भने हामीलाई 500 रुपियाँ त फाइदै भएको हो नि खैले पैसाले हेटेरिका दिनुपर्छ र छिल्ले दिनुपर्छ र भन्छ कस्तो लडाइ अब 100 रुपियाँ चाहिँ मैले चटपर खान सकाएँ यहाँ 400 रुपियाँ छ ल लिनु खै 1 2 3 4 ला तँलाई 200 मलाई 200 अनि मलाई चाहिँ तैँले चटपट खाएको होइन 4 रुपियाँको चटपट खाएको होइन तैँले अनि तपाईँहरूले त जोडिसे यो टाइहरू छ नि यस्तै गर्छ भने बागी खपर जता गयो ठक्कर बिहानदेखि बेलुकीसम्म लगाइयो चक्कर काम केही पाइँदैन भयो है जोकर काम केही पाइँदैन भयो है जोकर के आयो कस्तो आयो जमाना यो बेला पैसा नभए गर्छन् सबले हामीलाई हेला यो गरे ओ गरे त्यो गरे पैसा भन्दा भन्दै गयो मेरो पैसा Look at me guys
धनी दाइले पाको बेची कार चढ्न थाले आफ्नो बाजै बेच्न दिनन् घरको रातो भाले जताततै देखाइदिन्छन् मिठो आँसु मात्र कति हेर्नु यो समाजमा घटिरहेको जात्रा कति हेर्नु यो समाजमा घटिरहेको जात्रा नमस्कार म गुलेलीको सरापे यादव देवकोटा म गुलेलीको रेम्बो राजु कमेडी भुजेल हामी दुवैको तर्फबाट यहाँहरूलाई नमस्कार नमस्कार